Hello guys, welcome to my new vlog. आज चाहिँ हामी टक्क माछा मार्न गएको हैन। माछा मार्न गएको भ्लग बनाउँदै छौं। दुईजना छौं नि त हामी टक्क। यो चाहिँ टाङ हो। यो टाङ हो। यता भात बोकेको छ, बोरा तल छ। टक्कसँगले हैन। बाटो त अप्ठ्यारो पो रहेछ। टक्क हामी चाहिँ आज म चाहिँ सुरुपल्ट हो। त्यो चाहिँ हिजो अस्ति गएको रहेछ। म चाहिँ आज माछा मार्न गएको त्यस्तो। त्योसँग मैले बोरा किनेको छैन नि त मैले पनि। अब किन्नु भने चाहिँ कोही बजार जाने भेटिएन। अनि अब भूमिराज पनि आउन आँट्यो। भूमिराजमा टक्क हामी चाहिँ माछा मार्न जानुपर्ने हुन्छ। भूमिराज भनेको चाहिँ त्यही हो हैन। माछा मार्नकै लागि बनाएको दिन जस्तो लाग्छ। सबै जान्छन् नि त माछा मार्न त्यतिखेर त। अनि आज चाहिँ हामी माछा मार्न गइरहेको छु। ठक्क हामी अब यहाँ के माछाको चारो ठक्क माछाको चारो खोज्ने ठाउँमा नै आइपुगिसक्यौँ हैन। अरुण खोला चाहिँ यहाँ तल छ। उताबाट घाम लागेकोले मधुरो देखिँदो रहेछ। त्यही पनि अरुण खोला चाहिँ तल छ। अब गडेउला खोज्ने ठाउँ चाहिँ यहाँ आइसकेको छ। यहाँ यो पुगिसकेको छ। अब त्यही पनि अब हैन ठक्क दुईजनाले नै खोज्नुपर्छ। अब माछाको चारो पनि टक्क खोला चाहिँ त्यहाँ छ। अब हामीले यहाँ खोजेको पनि देखाउने छौँ थोरै क्लिप। खोजिसकेर ल चारो खोज्ने ठाउँमा चाहिँ अरूले खोजिदिइसकेर हैन। यहाँ चाहिँ हाम्रो चारो खोज्ने ठाउँ थियो। टक्क यो चाहिँ हाम्रो माछाको चारो खोज्ने ठाउँ हो हैन। यहाँ खोजिसकेको छौँ हामीले। यहाँ छ चारो है। यहाँ खोज्दैछ केटोले। यस्तो झुम चारै पाइएन। यहाँ पहिले खोजिसकेको रहेछ सुरुमै कुञ्जेले। त्यो भएर यहाँ धारा छ टक्क। ल यहाँ चाहिँ हाम्रो चारो छ। यो पखाल्ने नपखाल्ने टक्क हाम्रो यो चारो पखाल्नु पर्यो नि त। अब मैले यो होइन एकपल्ट देखाइदिए नि त चारो। ल चारो चाहिँ चारो होइन थोप्पा। के अरे थोप्पा ए थोप्पा अरे। अब हामी फेरि अर्को ठाउँ जाँदैछौँ। यतापट्टि छ चारो त खोज्नै पर्यो। अब चारो त ठक्क बनाएरै जानु पर्यो नि त। भरेसम्म खेल्नु पर्यो है। फेरि अर्को ठाउँमा देखाउने छु चारो खोजेको। यहाँ चाहिँ हाम्रो गडौला खोज्ने ठाउँ थियो एउटा माछाको चारो। अब त्यहाँ नपाएकोले अर्को ठाउँ फेरि यता परतिर छ। त्यहाँ जाँदैछौँ ठक्क। पानीको बोतल पनि बोकिसकेको छौँ दुईटा। यो चाहिँ हाम्रो अरुण नदीको पारिपट्टि शङ्खसभा र यो भोजपुर। यहाँ चाहिँ गाडी टक्क अब पुल तार्न थालिसक्यो। त्यही भएर ठक्क यहाँ गाडी राखिरहेर। राम्रो क्यामेरा त छैन नि त। त्यही भएर जुम गर्दा राम्रो आउँदैन। अनि हामी चाहिँ अब अर्को ठाउँ चारो खोज्न गइसकेको छौँ। र यहाँ उता उँधो पानी नपाउने भएकोले यहीँदेखि खाने पानी बोकेर चाहिँ हामी अर्को ठाउँ गडौला खोजेर जानेछौँ। हामी छिटै माछा मारेको पनि भ्लग देखाउने छौँ अब गइहेरी। यता सबै चारो खोजिसकेको छौँ र अब हामीले त्यो ढुङ्गा बान्ने एउटा चारो ढुङ्गा बान्ने आया मासला आया हो कत्रो पावर हानेर ढुङ्गा बान्ने उयो दोरी हुन्छ नि मतलब केराको दाम्चा राख्थ्यौँ हैन। त्यो चाहिँ बिर्सेर आइएछ।
त्यही भएर फेरि हामीलाई दोहोरो काम पर्ने पर्यो। यहाँ बोतल बोकेकोले अप्ठ्यारो भइरहेको छ। यस्तो सिम छ है यता चाहिँ, अनि दोहोरो काम पर्ने भएकोले फेरि काली लहरा टिप्नै पर्यो ढुङ्गा बान्नलाई। अनि अब काली लहरा टिपेर ठक्क माछा मार्न गइन्छ हामी चाहिँ। फाइनली हामी चाहिँ टक्कसँगले खोलाइसकेको छ। अब बल्छी खेल्ने ठाउँ होइन, यहाँ बल्छी बनाउनु पर्छ। अब यो दोरीलाई ढुङ्गा बान्ने बनाएर टाँगो यहाँ छ टक्क। दुईटा पानी चाहिँ अब उयो नहो ठक्क हाम्रो त्यो चाहिँ खान्की छ होइन। अब ल त अहिले माछा मारेको बनाउनुलाई 1-2वटा होइन। गाई चाहिँ हामी चाहिँ त्यस्तै हामी कति बजेतिर हो 8 बजे थापिसक्यो होला। 2 लट उठाएको माछा त ठिकै हो। 2 लट उठाउँदा 2 घन्टा गयो। 1 लटमा 1 घन्टा गयो। धेरै पनि थाप्न सकिएन। 17 बोरा थाप्यो। माछा चाहिँ यति नै रहेछ है गाइज, परेन। एकपल्ट निकाल्दै अब भरेसम्ममा कति पर्छ देखाउने छु। अहिले चाहिँ यति नै छ, खासै परेन माछा। ल यति हो है, माछा चाहिँ भर्खर हुँदैछ। सुरु लटमा चाहिँ 5वटा परेको थियो यति, सेकेन्ड लटमा चाहिँ 2टा मात्रै। अब भात खानु पर्यो नि त गाइज होइन। हामी चाहिँ अब ठक्कसँगले यहाँ चाहिँ माछा 3-4 चोटि जति उठाइयो होला। 11वटा मात्रै भएकोले अहिले कति बजिसक्यो दिनको, बिहानकै 11 बज्दै रहेछ होइन। त्यही पनि अब 3 चोटि उठाइयो होला। 11वटा पर्यो माछा। यहीँ छ है माछा चाहिँ देखिएन होइन गाइज। अब यो तल देखिरह नि यो, यहाँ चाहिँ हामी जाँदैछौँ अब माछा मार्नलाई होइन। टक्कसँग लाएर चाहिँ ठक्क एकजना हाम्रो यहाँ पछाडि छ मान्छे। अब लास्ट 1 बोरा छ। यहाँ चाहिँ माछा परिरहेको थियो तालमै 1-1वटा, र त्यही भएर अब लास्ट 1 बोरा अघि तानेर थापिदिरहेको थियो। फेरि एउटा यत्रो काभ्रे कान्छामले यत्रो काभ्रे पर, अनि यहाँ थापिदिरहेको थियो एउटा। ओइ टाँगोको उयो गएछ भनेको त निकाल त, के थाहा त हो मुला के भे। टक्क यहाँ पर्ने कि नपर्ने, अघि भर्खर त थापिदिएको फेरि निकालेर पर्छ कि पर्दैन भनेर मात्रै हो। खोइ गम्बु जस्तै देखिँदो रहेछ। टक्क ल्याएर हो। ल हेर त यो टन त सुदामै गरिदियो है। बेरे राई चाहिँ म चिताएको छु एकपल्ट। ल गाइज हामी चाहिँ यहाँ मार्दै ठक्क हाम्रै गाउँको केटाहरू, अब दाइ भनौँ न, 2टा त भाइहरू नै हो। कति मारेछन् जालमा होइन। ठक्क हामी चाहिँ हेर्न गएको है गाइज। आउनु बित्तिकै हेर्न आउनु बित्तिकै खोइ माछा देखा त केटो, खोइ माछा देखा न छिटो हेरौँ न त, निकाल त। यिनीहरूले यत्रो मारेछ सुरु टनमा है। हाम्रो त छैन। हामी 2जना सँगै मारेको। ठक्क हामीले बोरा सोरा उठाइसकेको होइन। ठक्क माछा मारेको यहाँ छ, बोरा गन्दैछ त्यसले। यहाँदेखि मारेको हामीले यहाँ तल यो देखिएको ढुङ्गासम्म होइन, त्यहाँदेखि मारेको माछा चाहिँ
यति भएको छ 39वटा जति चाहिँ रह भाग ठक्क लगाइदिएछ चाउचाउ ल्याउन लाएर यो मान्छेलाई चाउचाउ ल्याउन लाएर त बत्ती नवाला न यो मान्छेलाई चाउचाउ ल्याउन लाएर टक्कसँगले जाँडसाड खाएर एक बोतल जाँड सकेर मख बनाएर होइन हाम्रो चाहिँ टक्क भएको थियो होइन अब घर जानलाई भाग लगाइदिएछ अब उसलाई चाहिँ हामीले 15वटा बाँडेको उब्रेको 11वटा चाहिँ जान्छ टक्कसँगले होइन छेत्रीको लागि होइन गाइज हाम्रो लास्ट र फाइनल आजको भिडियो चाहिँ यतिमै समाप्त हुनेछ है अब हामी घर लाग्नुपर्ने हुन्छ घर चाहिँ यता उँभो जङ्गलमा छ नि त जङ्गलमा कि माथि छ 10 मिनट लाग्छ है 10-15 मिनट जति लाग्छ अब घर जानुपर्छ होइन त्यत्रो झरेर चाहिँ हामी आज माछा मार्न आइएको थियो अब भूमिराजको दिन चाहिँ बिहानै हिँडिन्छ 4-5 बजीतिर अब हामी चाहिँ घरतिर लाग्यो गाइस आजको भिडियो चाहिँ यहीँ ल सक्दै गयो